Yeah. Hello everyone. Welcome to my channel again. अनि आज चाहिँ हामी नेपाली फेस्टिभलमा जाँदैछौँ. सो देख्न सक्नुहुन्छ सबैजना हामी नेपालीहरू आज हिँड्दैछ. मेरो साथीहरू यहाँ राम्री राम्री भएर. ओटिटी चेक गरे ल भन तिम्रो ओटिटी आज. आज त नर्मल म के भन्छ नर्मल आउटफिटमा छु. यहाँ आउँ त यहाँ झन् राम्रो देख्छ कि बा अलिक सेडमा. भन्नु त. Quick fit check guys. अनि this is from Zara अनि pant from Uniqlo अनि त्यसपछि shoes चाहिँ के भन्छ सिल्कको है. अनि bag from चाहिँ नेपाल ह्यान्डमेड हो यो चाहिँ. सही नै हो मेरो चाहिँ फुल लुक. अब जाओस्. अब चाहिँ सुषमाको फिट चेक हुन जाँदैछ. ओके मेरो आउटफिट अफ द डेमा चाहिँ आज चाहिँ टी-सर्ट फ्रम सिन, ब्याग फ्रम जियो अनि खुल्यो त नि रात फेरि. अनि के अरे के हो ब्याग फ्रम कहाँ भनेर त हामीलाई थाहा नै थिएन. अहिलेसम्म सिक्रेटमा राखिरहेको थियो. अनि कहिले राखेको सिक्रेट अहिलेसम्म भन्ने थिएन थाहा थिएन भन त. थाहा थियो. अनि प्यान्ट फ्रम के अरे Levi's. अनि सुज फ्रम डक्टर मार्टिन अनि वाच फ्रम के भन्छ कोच. ओ माय गॉड ब्रान्डेड दिदी अनि हाम्रो. आजको मेरो ब्रान्डेड दिदी धनमाया नाम पनि धन. ल मेरो साथीको फिट चेक. आउटफिट चाहिँ मेरो चाहिँ यो भेस्ट र यो स्कर्ट चाहिँ फ्रम H&M, जुत्ता फ्रम नाइकी एन्ड ब्याग फ्रम साउथह्याम्पटन. भयो मार्यो. लङ टाइम नो सी. आज हामी कता जाँदैछौँ भन्नु त साथीहरू. नेपाली फेस्टिभल जानु. यो चाहिँ ओसाकामा फर्स्ट टाइम नेपाली फेस्टिभल हुन जाँदैछ. सो हामी पनि त्यसमा पार्टिसिपेट हुनको लागि जाँदैछौँ. ए अब हेर्नुहोस् म भिडियो गर्दै गर्दै जान्छु. तपाईँहरू पनि हेरेर इन्जोय गरिदिनु होला. देखाउ न. आज तिनजनाले पनि कस्तो डिफ्रेन्ट सुज लगाएर आएको छ कि. मैले चाहिँ हिल्स लगाएको छ भने यसले स्पोर्टी टाइपको स्नेकर्स अनि उसको चाहिँ बुट छ कि. ओ माई गड डिफ्रेन्ट. चुई काले जुत्ता. मलाई त्यो सही लाग्छ कि. ठिक लाग्छ. कति मिल्छ पनि त्यसको त इडिट गर्ने बेलामा हो कि होइन त. त्यो कस्तो राम्रो हो यता हेर्नु न. आउनु एकछिन. हामी चाहिँ अझै जाँदैछौँ पुगेको छैनौँ. त्यहाँ पर कस्तो राम्रो भिन्टेज टाइपको घरहरू रहेछ. त्यहाँ फोटो भिडियो खिच्यौँ अनि जाँदैछौँ. आज त सबैजना नेपाली बाटैभरि चाहिँ आइसकेको छौँ. आज चाहिँ यहाँ खासमा चाहिँ हाम्रो नेपाली फेस्टिभल भइरहेको ठाउँ चाहिँ पुरा नेपाली खानाहरूको स्मेल आइरहेछ पुरा बाहिरबाट. यहाँ चाहिँ हाम्रो नेपाली फेस्टिभल भइरहेको छ. सबजना नेपाली. खै सेलरोटी कहाँ खाइरहेछ. वेलकम टु फर्स्ट नेपाल फेस्टिभल खानसाई 2025मा हामी आइसकेका छौँ गाइज. के अरे ढुङढुङ बजेर मेरो साथीको नाम पनि ढुन्डुरुङ हो कि. यसलाई मजा लाग्यो अरे. त्यहाँ चाहिँ अहिले चाहिँ हाम्रो लाखे डान्सको प्रस्तुति भइरहेको छ. सबजना नेपाली नेपालीहरूले दर्शन गर्नलाई. सबैजनाले ताली बजाइदिनु होला है. अब त क्यामेरा अहिले चाहिँ हामीले चटपटी खानु लागेको केटीहरू वेटिङमा. अनि यस्तो चाहिँ लाइनमा हामी चाहिँ फेस्टिभल चाहिँ खतरा भइरहेछ है. ओठमा लाली बवाल हुन सक्छ. 16 श्रृङ्गार गर्दा गर्दै एउटा श्रृङ्गार बिर्सिसाउने.
टेक्निकल बाटो थोरै बाँकी नै छ हामी टेक्निकल साथीहरूले यतापट्टि काम गर्नुहुन्छ। सोरै बस्यो सोरै छैन सोरै छैन Hello, Susma! हल्लाको गान्धी भयो। अधिनाथ की नेपाल फेस्टिभल की बोल हर हर महादेव की जय नेपाल की अहिले फेस्टिभल चाहिँ अहिले राति चाहिँ यस्तो छ एकदम रमाइलो भइरहेको छ एकदमै धेरै मान्छेहरू हुनुहुन्छ सुस्मिता कस्तो भइरहेछ आमा मलाई यति रमाइलो भइरहेछ नि कसम नेपालमै छु जस्तो नेपालको जात्रामा आएको जस्तो ओ माई गड सबै नेपाली लास्ट रमाइलो भइरहेछ ल अनि शान्तिको जात्रा यहाँ भइरहेछ चाहिँ जात्रा चलिरहेछ गाइस नेपाली पुरै कस्तो राम्रो गयो गुरुङ ड्रेस लगाएर सबैजना अहिले चाहिँ हामी सेलरोटी खाँदैछौँ सेलरोटी अचार कस्तो छ साथीहरू